पतिलाई साथी बनाएर पत्नीसँग प्रेम गरी यसरी हल्ला चलेपछि हत्या नै गरे। घटनाको वास्तविक यस्तो रहेछ। भिडियो एक लाइक गर्दै अन्तिमसम्म हेर्नुहोला। हराएको 11 दिनपछि मृत फेला परेकी तारकेश्वर नगरपालिका 3 की 45 वर्षीय सरिता तिवारी विवाहेत्तर सम्बन्धका कारण मारिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। उनको हत्यामा संलग्न टोखा नगरपालिका 2 का अनिल डंगोलसँग मृतक तिवारीको 1 वर्षदेखि सघन सम्बन्ध देखिएको काठमाडौँ प्रहरी प्रवक्ता एएसपी पवन कुमार भट्टराईले बताउनुभयो। डंगोलले उनीसँगको सम्बन्ध स्वीकार गरेका छन्। सरिता वैशाख 12 गतेदेखि तारकेश्वर 3 पिप्लेबाट हराएकी थिइन्। बजार जान्छु भनी गाडी चढेर 11 गते दिउँसोदेखि हराएकी सरिताको खोजी कार्यका लागि पतिसहित परिवारका सदस्यले 12 गते खोज तलासका लागि जाहेरी दिएका थिए। खोजीका क्रममा मंगलबार दिउँसो टोखा 1 स्थित शिवपुरी जंगलमा गाडेको ठाउँबाट उनको शव उत्खनन गरेको थियो। उनीहरू जितपुर फेदीका स्थायी बासिन्दा हुन्। पारिवारिक स्रोतका अनुसार मृतक तिवारीका पति शंकर तिवारी र डंगोल मिलनसार साथी हुन्। साथीका रूपमा शंकरसँग आवत जावत हुने क्रममा पति सरितासँग भेट भएको हो। शंकर विभिन्न टेलिसिरियलमा काम गर्छन्। त्यसबाहेकको समय कृषि कार्यमा व्यस्त हुन्थे। त्यही व्यस्तताका समयमा सरिता प्राय डंगोलसँगको साथमा हुने गरेकी थिइन्। 1 वर्षको यस्तो सम्बन्धबारे शंकरले गत माघ फागुन महिनातिर मात्रै जानकारी पाएको परिवारका एक सदस्यले बताए। फागुन 21 मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सरिता निर्वाचन प्रहरीमा भर्ना भएकी थिइन्। त्यस क्रममा कयौं दिन घर नजाने र खोजी गर्दा डंगोलको साथमा भेटिएपछि शंका भएको हो। सरिताले डंगोलसँगको सम्बन्धबारे परिवार र समाजमा हल्ला चलेका कारण आफू अप्ठ्यारोमा परेको भन्दै डंगोललाई आफ्नो जिम्मा लिन दबाब दिएकी थिइन्। प्रहरी स्रोतका अनुसार डंगोल बसोबास गर्ने टोखा नगरपालिका 2 का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले प्रहरीलाई दिएको सूचनाका आधारमा उनी पक्राउ परेका हुन्। उनीहरू घटना हुनु अघि पनि शिवपुरी जंगलमा भेट्ने गर्थे। डंगोल र मृतकका पनि शंकरबीच विगत 7-8 वर्षदेखि मित्रता थियो। उनीहरू बीच आर्थिक लेनदेनदेखि खानपिनसम्मका सन्दर्भमा घनिष्ठता देखिने प्रहरी स्रोतले जनाएको छ। सरिता हराएपछि डंगोलसँग सोधपुछ भएको थियो, तर थाहा नभएको भन्दै पन्छिएपछि वडा अध्यक्ष श्रेष्ठको सहयोगमा उनलाई पक्राउ गरियो र हत्या गरी गाडिएको ठाउँ बताएका हुन्। यस्तै जानकारीको लागि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला।